यो अमिषा बहिनीले 6 महिना पहिला जेनजी आन्दोलनमा केपी चोर यो देश छोर भन्दै नारा लगाएको 6 महिनापछि केपी ओली आई लभ यु केपी ओली रिहाई गर भनेर नारा लगाएर देश जलाइदिन्छु भनेर आन्दोलन गरेर एउटा जेनजी हो तिमी आफ्नो पढाइमा ध्यान देऊ यदि बोल्नै छ भने यदि पोलिटिसियन तिमीलाई राम्रो लाग्छ र त्यसको बारेमा तिमीलाई आवाज उठाउन राम्रो लाग्छ बोल्न राम्रो लाग्छ भने कुनै एउटा पार्टीको लागि बोल आफ्नो देशको बारेमा आफ्नो समाजमा के घटिरहेछ त्यसको बारेमा अनि आफ्नो एजुकेसन सिस्टमको लागि कति तिमी जस्तै बहिनीहरू बलात्कार भछन् तिनीहरूको बारेमा कति मान्छेहरूको हत्या भइरहेछ तिनीहरूको बारेमा कतिको छोराछोरी किडन्याप भइरहेछन् तिनीहरूको हत्यारा खै किडन्याप गर्ने व्यक्तिहरू खै तिनीहरूको बारेमा बोल किन तिमी बेकारमा कहिले कुन पार्टीमा कसैले तिमी निडर छौ तिमी आँटिलो छौ तिमीले जे पनि गर्न सक्छौ तिमी त जे जोसिलो छौ भनेर तिमीलाई जोसाएर अनि तिमी कुनै पनि पार्टीमा गएर यसरी किन आफ्नो बदनाम गरिरहेछौ तिमी त्यो पार्टीको लागि बोलिरहेछौ जुन पार्टीले अहिलेसम्म हत्यारा बलात्कारी किडन्यापर भन्ने के हो भन्ने कुरा थाहै छैन त्यो आमालाई गएर सोध के जुन जेनजी आन्दोलनमा तिमी पनि आवाज उठाइरहेछौ त्यति बेला गोली खाएको त्यो भाइहरूको आमालाई गएर सोध के निर्मला पन्तको घरमा गएर हेर अहिले तिमी रोइरहेछौ निर्मला पन्तलाई के भयो के बित्यो होला हिनिसा बहिनीलाई के बित्यो होला भनेर रोइरहेछौ त्यहाँ गएर बुझ न तिम्रो बाउ सत्तामा हुँदाखेरि भएको घटनाहरू हुन् सबै